कबै एकछिन बोक्ला सक्दिनँ भाइ बोक्नु नि मैले नि त्यहाँसम्म बोकेँ होइन भाइलाई भनेर अलिअलि लाउनु पऱ्यो लाउनु भए हो ओइ अर्को नि त सो हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग आजको नयाँ भिडियोमा सबलाई स्वागत छ होप कि सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अहिले चाहिँ हामी कता छौँ भने काममा छौँ आफ्टर लङ टाइम भ्लगिङ धेरै पछि भ्लगिङ गर्दैछु त्यस्तै अब कामकाजको कारणले भ्लगिङ गर्न पाइरहेको थिइनँ अब नयाँ आइफोन देखाएर अब हाम्रो काम चाहिँ यस्तो रिस्की हुन्छ फेरि भर्याङमा चढेर अब के गर्नु गाह्रै छ अब काम नगरी बस्दा पनि फेरि गाह्रै छ अनि अहिले चाहिँ अब हामी यता के भन्नु थाल्यो बतासेनिर छौँ हौडै गरम भइसक्यो पसिना भइसक्यो काम गर्न पऱ्यो यस्तो पसिनामा हाम्रो यो भान्जान छ फेरि हिरो भएर चाहिँ काम गर्ने बेला नि अब के गर्ने भर्याङसम्म अनि लगाइदिन्छ अब मलाई यस्तो काम लगाइदिन्छ अब के गर्ने हौडै गरम छ गाईतिर चाहिँ अब के गर्नु काम त गर्नै पऱ्यो फेरि हाम्रो दादा चाहिँ यस्तो भर्याङमा चढ्नु भयो अब यसो अलिकति भर्याङसम्म जस्तो चाहिँ गरिदिनु पऱ्यो नि त फेरि अहिले रहेछ त अलिकति गुरुङ हो अलिकति रिक्स झनाक उठ्दो रहेछ दाइलाई होइन त दाइ हामी चाहिँ अहिले अब यस्तो काम गर्दैछौँ भर्याङ बोक्दैछौँ हाम्रो फिल्डमा चाहिँ सबैजना मिलिमिली काम गर्छ क्या अन्त अहिले तार बान्ने यता हाम्रो बान्दाले तार तान्ने म चाहिँ अब भर्याङ बोक्ने के गर्ने त गाह्रो छ दाइ पोल्नु लगाइदिने हो यहाँनिर भर्याङ लाउनु पऱ्यो लाउनु भए हो ओइ अर्को नि त गाह्रो छ हेट भर्याङ लाउनै नसकिरह अब यहाँनिर यसरी भर्याङ लगाइदिउँ भन्दै गयो नि यार भर्याङ लगाउँदा त यस्तरी भर्याङ लगायो नि हामी फेरि बान्नुपर्छ एउटा पोल उतो पोल्नु बान्नु पऱ्यो फेरि उतो पोल्नु बान्नु पऱ्यो हामी चाहिँ अहिले नेट जोड्दैछौँ अब अहिले चाहिँ म नेटमा काम गर्ने भएको छु नि त फेरि पैसा कमाउनु परेन होइन अर्कोले तार तानिरह फेरि तान अहिले चाहिँ म यहाँसम्म तार तानेर आइसकिसक्यो आँकडाहरू हदसम्म हानेर आँकडाहरू म चाहिँ यहाँ आइपुगिसकेँ तार तानेर पसिना हेर्नु पसिना ओहो के साह्रो गर्मी हो घाम चाहिँ त्यस्तो लागेको छैन क्या हेर्नु न खासै वेदर त्यति साह्रो ठिक्क शीतल दिन पऱ्यो त्यही पनि यस्तो उडे हप गरौँ भए यसरी तार बोकेर आएको छु म चाहिँ गाह्रो छ के गर्नु अब फेरि बाटो फेरि त्यस्तै रहेछ यताकोले हेर्नु त त्यस्तो यो बाटोमा भर्याङ बोक तार तानी सड्के आयो फेरि आज के भयो चिप्लेर लड्यो भने अहिले फेरि अर्को नयाँ रमाइलो हुन्छ है दादा हिँडेर आइरह दादाजी क्या हालचाल बढ्यो हेलो भन्दै चिप्लिनु हजुर किन यस्तो हुन्छ काम 100-200 मिटर त फरक पर्दैन 300 मिटर तार तान्नु पऱ्यो भने त गाडै लाग्छ हाम्रो अर्को भर्याङ बोक्या हिँडे रमाइलो छ है तल दाइ भिडियो गरिदिउँ इल्लै हुनुभयो झन् सिधो टिसो लगाएर आएको आज अब सबै भागै दही लाग्नु थियो दाइ चाहिँ उडै घामले धत्किहाल्छ मलाई के साह्रो अब घाम लागेको हो कि नलागेको हो एकछिन अलि शान्ति भएर बस त तिमी कस्तो भर्खर कति बज्यो र कति बज्यो 9 त बज्यो 10 त बज्यो भर्खर 10 बज्यो नि के साह्रो घाम लागेको यार ठिकै छ अब यति भ्याएर चलिदिइहाल्नुपर्छ घर यस्तो गाह्रो हुन्छ हाम्रो काम चाहिँ यस्तो मकैबारीभित्र पस्यो तार ताने उहाँ हो केटाहरू
त्यहाँबाट जाने होइन कटाउनु पर्छ नि यहाँनिर यस्तो मकैबारीमा पासिसक्यो मलाई फेरि गाह्रो छ काम गर्नु चाहिँ के गर्नु अब नगरी पनि भएन गर्नै पर्छ के गर्नु त अब होइन अहिले चाहिँ मकैबारीभित्र छु म केटाहरू तार तानिरहेको छ त्यहाँबाट तिनिक्क तन्काएर नि यहाँबाट हाल्नुपर्छ नि अब यस्तै हो अब यहाँनिर एउटा पोल भइदिएको भए बवाल हुन्थ्यो होला भोलि नरहेछ गाह्रै छ अब अहिले चाहिँ अब हाम्रो काम सकेर घर फर्किनु लाग्यो केटाहरूले चाहिँ मलाई कामबाट पेला हेर्नु त भर्याङ बोक्ने मै तार फाल्ने मै अघिसम्म त मैले मिलेर काम गर्छौँ हामी मिलिजुली काम गर्छौँ भनेको तर त्यो सबै गलत थियो काम चाहिँ मैले मात्रै गर्नु पऱ्यो हे भगवान् गर्नु भएर मोर लागिसक्यो थकाइ लागिसक्यो दुईजना यस्तो खाली यहाँनिर साथीलाई गाह्रो भए भनेर बोक्दिनु पनि छैन यस्तो गाह्रो छ मलाई हेर्नु त नगरौँ नि कसरी नगरौँ पापी पेट पाल्नै पऱ्यो अघि फेरि भ्लग बनाइरहेको बोक्ला सक्दिनँ भाइ बोक्नु नि मैले पनि त्यहाँसम्म बोकेँ होइन कहाँसम्म बोकेको थियो दाइ अहिले कहाँसम्म बोकेको दाइ मैले यहाँसम्म बोकेँ होइन दाइ होइन लान नि त्यहाँबाट त यहाँसम्म त मैले बोकेँ नि त अनि त बोक्ला लान साईको सासै फुलिसक्यो मुला यस्तो भने लास्ट काम ठोक्छ योलाई यसलाई निकालिदिने हो कि कामबाट दाइ हे भगवान् के गर्ने र यस्तो गाह्रो छ ल्याउनु काम गरेर खानलाई मान्छेले भन्छ महँगो महँगोलाई मिठो मिठो खायो भनेर यस्तो काम गर्नुपर्छ अनि त्यसै महँगो महँगो र मिठो मिठो खान पाइन्छ हुन चाहिँ के महँगो र के मिठो खाइआएर भिडियो भयो नि उल्टो भयो अलिक गाह्रो छ नि त खानु महँगो लाग्छ नि त हेर टी सर्ट छ टी सर्ट हेर प्यान्ट हेर तँलाई के थाहा नि यस्तो हेर्नु मलाई काम बेला ओइ धन्दै गइन हौ आयो ल गाइज म के गर्नु यस्तो यस्तो गाह्रो छ मलाई नगराउनु कसरी गर्नै पर्छ अब एकछिनमा भेटौँ ल गाइज ल आइपुग्यो अब हाम्रो स्थानमा छालिदिन्छु त्यस्तै हो गाइज ल अब आइपुग्यो बोकेर भर्याङ यहाँसम्म बाइक यहाँनिर छ अर्को बाइकमा चाहिँ अफिस जान्छ त्यही हो है त बाई अरू केही नगरी गरौँ भाइलाई भनेर अरूले सुतन गुरुङ दाइलाई भेटियो गोर्खानिर अब अहिले चाहिँ हामी अफिसमा छौँ म चाहिँ अघि भर्खर घर गएर नुहाइधुवाइ गरेर टक्का लाएर औडै भएको थियो नि त त्यही भएर नुहाइधुवाइ गएर आएर यहाँ बसिरहेको छु पल्टिरहेको छु अब अफिसमा यत्तिकै बसिरहेको अब भोक लाग्यो खाजा बनाएर खाने भनेको के खाने भयो त्यही भएर अनि आज चाहिँ हल्का अब खाइदिउँ न त होइन भनेर हामीले चाहिँ आज चाहिँ चाउचाउ लिएर आएको छौँ क्या करेन्ट चाउचाउ तिनवटा अब हामी चाहिँ चाउचाउ चाहिँ ल्याखाम अनि बनाउनु लाग्यो अन्डा सन्डा छ नि चारवटा अन्डा मात्रै रहेछ अनि यहाँनिर बोकाउनु टक्क अब यता हाम्रो अफिसमा चाहिँ फेरि पकाएर खाने भएर सबै नै छ क्या नै खाइन्छ अहिले हामीले पनि बनाउँछौँ जे भान्साले बनाउँछ मेरो त हालकिन दुख्यो आज त्यही हो गाइस अहिले चाहिँ टक्क लाएर अब हामी अफिसमा बसिरहौँ अब के गर्नु त नि अनि खाजा अन्डा पनि भइसक्यो कति बज्यो अहिले 4 बज्नु लागेको छ अब लगभग 4 बजे भनौँ न अब 4 बज्नु लागिसक्यो अब लाइटहरू छैन फेरि हाम्रो अफिसमा ल लाइटर अब त्यहाँ टक्क पाइसक्यो हामीले अब भान्जाले मिठो बनायो भान्जा अब
अन्डा उसिन्ने यसमा चाउचाउ बनाउने नि बिहानको भात छ भातले खाने अहिले अब यहाँ टक्क लाएर अन्डा बनिसक्यो चाउचाउ हाल्ने अब एकछिनमा खानु मिलेपछि जब चाहिँ हाम्रो नानी रक्क पाकिसक्यो त यहाँ जेरी भन्दाखेरि टक्क लाएर उ गर्छ कि यहाँ हाल्न लान अब म चाहिँ अन्डा छोडा भनेर मलाई काम देखा त्यहाँ सो गाइज अब यहाँ अड्काइदिन्छु क्यामेरा लाउनु भयो फोटो क्या आफूले नयाँ फोन फेरि यस्तो गर्नुपर्छ अन्डालाई अन्डा बनाएर सर्लको निक्लिन्छ भन्छ जनताले नै Alright guys, यहाँ चाहिँ रेडी भइसक्यो चाख्दैमै त्यति गाइजहरू बसिरहनु ल गाइज अब चाहिँ टक्क लगाएर खाइदिउँ है त अब यो चाहिँ खानिदिउँछ मात्रै केटाहरू होइन पानीको केही खान पर्ने है त लास्टमा खाने सुरु गरी एक घाँस अन्त आएन आइदिन मैले एक दुई खाँदैन खाऊ एक दुई खाँदैौ न खाँदैौ न के त भात खाँदै अन्त खाने दाइको ल कसको किन ल यो मालु ओइ त्यो यहाँ देऊ त यो यो त्यो डल्लोमाले त यो मलाई हो साइकन खान्न नि त यो पो खाएको छु त मैले आउटर डियरमा खानु अन्डा खान न कस्तो यो चाहिँ न यो चाहिँ न अब खाएर भयो यस्तो भयो मिठो भयो भयो पिरो भयो खाएर भयो अहिले चाहिँ टक्क लाएर 5 बजेको छ अनि अहिले चाहिँ टक्क अब अफिस कामसाम सकेर घरमा आएर ठक्क बसिरहेको अनि पानी पऱ्यो भर्खर पानी परेर भर्खर रोकेको थियो क्या अनि देन पानी परिसकेको भ्यू क्या यु क्यान सी यो म के साह्रो बवाल देखेको है भ्यू हेर्नु त के साह्रो बवाल देखेको यो भ्यू ओरै छ त है हान्छ त यता छ ल यो भ्यूहरू चाहिँ हेर्नु मिठो देखिन्छ कि फेरि हाम्रो घरबाट चाहिँ पुरै चाहिँ गोर्खा बजार भइहाल्यो र नेपाली झन्डाले यस्तो भइसक्यो चाहिँ अब यो पनि त्यही हो अहिले चाहिँ अफिस कामसाम सकेर यताउति टुक्क सकेर घर आएर भर्खर बसिरहेको थिएँ पानी खानु पऱ्यो एकछिन भित्र बसेँ आएँ अनि यसो हेरेको यस्तो बवाल वेदर देखिरहेको छ यतातिर हरियाली वातावरण वेदरहरू यस्तो मिठो छ क्या सो त्यही हो अब धेरै बोल्न चाहिएन अब बिस्तारै भ्लग चाहिँ कन्टिन्यू हुन्छ बिस्तारै भ्लग अब कन्टिन्यू हुन्छ नै अब अहिले त्यस्तै कामको कारणले गर्दा त फेरि खासै भ्लग बनाइरहनु पाएको छैन अब बिस्तारै कामहरू सबैले टक्क म्यानेज गर्दै बिस्तारै चाहिँ अब भ्लगमा चाहिँ कन्टिन्यू हान्नेछु र यो सबैजनाले सपोर्ट गर्नुहुनेछ र गर्न पनि पर्छ सो त्यही हो धेरै बोल्न चाहेन आजको भिडियो चाहिँ यतिसम्म थियो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सबलाई धन्यवाद सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज लभ यु बाई बाई